हेलो वेलकम टु माई ब्रदर न्यू ब्लग्समा तपाईहरुलाई स्वागत छ है। आज चाहिँ हामी टक्क लगाएर आँप खान लागि आँपको बुटामा चढिरहेको छु म। अनि सबै निका आरामै हुनुहुन्छ होला। निका आरामै नभए पनि स्वास्थ्य सुलाभको कामना गर्दछु म। अब यहाँ एउटा बुटामा मोबाइल छ, एउटाको बुटामा मै चढिरहेको छु। मेरो भाइ चाहिँ आउने प्रक्रियामा छन् तल साथीहरू। खासै आँप खान मन त लाग्दैन गर्मी टाइममा, यसो खाइहालौँ भनेर यसो मुखलाई दुःख देखिहालौँ नि त के छ र भनेर हो। के अरे पाकेको आँप खासै मेरो दृष्टिले देख्न पाएको छैन। किन के हो कुरो ए यहीँ रहेछ आँप त। के गर्नु, खासै खान मन त छैन। अब तपाईँहरूलाई खान मन लाग्यो होला। खान मन लागे पनि के गर्नु, दिने कुरो भएन। पैसाले हो, किन्नुहोस् खानुहोस्। मेरो गजुली भाइ आइसक्यो। तपाईहरुलाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा होइन। आज चाहिँ हामीहरू रुखमा चढेर आँप खाँदैछौँ। देखाउँछु तपाईँहरूलाई आँप पाकेको काम कस्तो हुन्छ भनेर। देखौँ त भाउला, त्यही पनि अब हाम्रो आँप देखाउँछ है त एकछिन। भन नि ल्याउने ल टिप्न टिप। यता देखाउँछु। पाकेको आँप चाहिँ यहाँनिर छ कि जस्तो लागिरहेको छ कि मलाई चाहिँ। यहाँनिर एकछिन है, अहिले लोट्यो पनि यहाँ। खासै खान मन त थिएन। के गर्नु, आँप अब आफ्नै बारीमा फलेसी के गर्नु, च्याट्ट निचर्नी। आहा देखाउनु त कति राम्रो। आहा खासमा यस्तै मलाई पनि मिल्नुपर्ने। के हेर्ने गाह्रो छ। ऊ त्यहाँ त्यो पनि पाकेको छैन कि, ऊ त्यो पाके जस्तो लागिरहेछ। रुख हल्लाउँदा फेरि तलतिर अलिकति मान्छे धेरै छन्, ऊ धारातिर त्यहाँ गाह्रो छ फेरि अहिले। यहाँ त्यो पनि अब एकछिन घुसेर भए पनि टिप्नु पर्ला जस्तो लागिरहेछ है त। हेर्नु यो पाकेको रहेछ त आँप त। वाउ, दिस इज अ पाकेको आँप। यो चाहिँ पाकेको रहेछ आँप। अनि त्यसपछि त्यो दाइलाई हो रे। अनि त्यसपछि पाकेको छैन आँप, यस्तो राम्रो देखिएको छ आँप कसम भन्नुपर्दा। अनि त्यसपछि अब चाहिँ हामी अझै खोज्नु जानुपर्छ। पहिला त आँप खाइहालौँ है त। आँप खाएर तर यो आँप धुँदा पनि राम्रै हुन्थ्यो होला। अब के गर्ने, यहाँ पानी छैन। त्यो पनि अब यो चट्लाएर यसलाई नेपाली स्टाइल गर्नु पर्ला जस्तो लागिरहेछ। यसरी पोस्ने अनि खाने ड्याममा ल्याएर। दाइको लुक्स चाहिँ दामी देखिएको छ कि वास्तवमा। हामी चाहिँ ऊ तल्लो आँपमा पनि जानुपर्छ जस्तो लागिरहेको छ। ऊ तलको आँपमा तल पाके खाने, त्यहाँ भित्र चाहिँ पाके होला जस्तो लाग्यो मलाई। सबैभन्दा धेरै फल्ने आँप भनेको यही हो। ओहो ओहो त्यहाँको लुक्स नजारा देखो त्यसरी। ऊ त्यहाँनिर ल त्यहाँ तल खस्छलाई फेरि। बिहानीको सुरुवात यस्तरी। मेरो बानी के छ भनेपछि बिहानीको सुरुवात म 2-3टा यिनी फलफुल सुरुमा, त्यसपछि बिहानी सुरु गर्छु कि। त्यही भएर पनि तल कहिले खस्या फालास। हो गुड। म अब यहाँमा झार्छु, त्यहाँ तल खसे पनि च्याट्ट बाहिर राख्ने धोएर। समात्दिउँ म त्यो आँप। मात्रै म त ठिकै हो। खाएपछि चाहिँ साह्रै फेरि अरू जस्तो छैन कि फेरि जसको त्यसलाई दिने बानी छ फेरि। म त्यो अरू जस्तो यता एनटेन हाल्छु। त्यही गर्दिनँ म। तिम्रो चाहिँ म यसरी देखाइन्छु। त्यहाँ तल पनि छ कि अर्को।
आरामले खान्छु अब दाइ टिम्नलाई त्यहाँ गइसक्नु भएको छ खामेती छ कि दाइले पुरै टी सर्ट छोराएर यो रुखो चराए पनि धेरै माथि नजानु है फेरि खस्यो आफ खस्यो त्यो आँपमा दाग लाग्यो होला तिमीहरूको हातको यो आँप यस्तो राम्रो छ कि के भने यो रुखबारीमध्ये यो चाहिँ आँप राम्रो धेरै फल्छ अनि त्यो भएको कारणले पनि यो कस्तो राम्रो छ कि आँप चाहिँ खाने आँप खाना आऊ खाने आऊ क्या आऊ यति राम्रो आँप छ खाने भए आऊ के अरे खासै खाने पनि छैन हेर्नु यस्तो पहिलो भाग खोइ के दाइ देखाउनु त के गर्ने अब गाह्रो छ अरू मान्छेलाई पनि गाह्रो छ अब झरुबुटाबाट के मान्छे भेराउनलाई अनि अब हामी चाहिँ तल झर्ने सुसार गरेका छौँ अब चाहिँ तल झर्नु पर्ला जस्तो लागेर चाहिँ घाम यस्तो पसिना दाइको पसिना खाए दाइको 6 प्याक दामी छन् खै बिचार सक्का किन तिमीहरू आयो अनि अब चाहिँ तल झर्नु पर्ला जस्तो लागेर छ झर्छन् त कहीँ झर्दैन छन् अहिले पवन हाले खालिस के रोक अनि अब झर्ने कसरी भन्ने यहाँ कुरो अब अलिकति तपाईँ यहीँ माथि बनाउनु अनि त्यसपछि अब यो मेरो भ्लग हेर्ने भयो अब त्यसपछि दाइको भ्लग चाहिँ एड हुन्छ यसपछि अब दाइले चाहिँ मोबाइल ह्यान्डमा समात्ने अरे ल दाइ समात्नु अब है त अनि के गरे एकदम च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब र बेल आइकन अन गर्नु होला कमेन्ट गर्नु सेयर गर्नु होला आफ्नो साथीलाई सबलाई सेयर गरिदिनु होला है त।